राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा परित्याग गरेकी ममता शर्माले राजसभाको नीति गलत नेतृत्वका कारण बिग्रिएको बताएकी छन्। नेपाली काङ्ग्रेसले जनकपुरको तिरहुतियामा आयोजना गरेको प्रतिज्ञा सभामा शर्माले गलत नेतृत्वका कारण राजसभाको नारा पनि फेरिएको बताइन्। कुनै पार्टीको नीति गलत नेतृत्वका कारण बिग्रिन्छ, अहिले राजसभामा पनि त्यही भएको छ शर्माले भनिन्। राजसभाको नारा बदलिएको छ। राजसभाको नारा थियो जान्नेलाई छान्ने, अब पालो युवाको, अब पालो नयाँको भन्ने नारा परिवर्तन भएर दागवालालाई छान्ने, चाङका चाङ, मुद्दा लागेका छान्ने भएको छ। उनले विशेष महाधिवेशन गरेर गगन थापा सभापति भएपछि काङ्ग्रेस नयाँ राजसभा भएको र राजसभा पुरानो नेपाली काङ्ग्रेस भएको बताइन्। शर्माले 80 वर्ष पुरानो पार्टीका सभापतिमाथि आक्रमण भएको, पार्टी कार्यालय जलाइएको बेलामा नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने थापाको आँटलाई मान्नुपर्छ भन्दै प्रशंसा गरिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी मध्य प्रदेशकी संस्थापक सभापति शर्माले मङ्गलबार मात्रै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन 21 गते पुराना दलहरूको सटर बन्द गर्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले योपल्ट परिवर्तनको पक्षमा मत हाल्न आग्रह गरेका हुन्। फागुन 21 गते पुराना दलहरूको सटर पूर्ण रूपमा बन्द गर्ने हो। वाचा गर्ने पूरा नगर्ने नेताहरू तर वर्षौंसम्म सजाय पाउने जनता यस्तो हुन्छ। अब जसले वाचा पूरा गर्दैन त्यसले सजाय पाउनुपर्छ, रविले भने। यो पटक परिवर्तनको पक्षमा भोट हाल्नुहोस्, आज धेरै बोल्दैनौ, यो पटक मत नबाड्नुहोला, तपाईको निष्ठाको सम्मान गर्छौं, राष्ट्रिय अवसर पूरा गर्न भोट हाल्नुहोस्। कार्यक्रममा रविले सिंहदरबार जलेको मात्र कुरा गरेकोमा पनि असन्तुष्टि जनाए। जलेको बनाउने मात्र होइन, यसपालि बदलेर नै छाड्ने उनले प्रतिबद्धता जनाए। पुराना राजनीतिक दलहरूले 35 वर्षसम्म काम नगरेको आरोप लगाउँदै रविले सुदूरपश्चिमको समस्या अब राजसभाले पूरा गर्ने जिकिर गरे। उनले भने यहाँ मेडिकल, शिक्षा, स्वास्थ्यको समस्या छन्, त्यसलाई पूरा गर्ने हो। यो पटक भोट नबाड्नुहोला, फेरि पनि भोट चोर्न आउनेछन्, दबाब दिन सक्छन्, कसैको डर नमानी परिवर्तनको पक्षमा भोट हाल्नुहोस्, उनले भने। केपी शर्मा ओलीले आगामी निर्वाचन लक्षित गर्दै पार्टीका उम्मेद्वार र नेता कार्यकर्तालाई जनताको घर दैलोमा पुग्न निर्देशन दिएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले फागुन 21 गतेका लागि तय गरिएको निर्वाचन नजिकै जाँदा पार्टीका मूल एजेन्डा स्पष्ट रूपमा जनतासम्म पुर्याउन सक्रिय हुन आग्रह गरेका हुन्। काठमाडौँ फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभेनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए। छलफलमा सहभागी झापा क्षेत्र नम्बर 4 निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले परिणाममुखी ढङ्गले निर्वाचनमा खटिन निर्देशन दिएका हुन्। सबै नेता कार्यकर्ता परिणाम निकाल्ने गरी अभियानमा लाग्नुपर्ने ओलीको भनाइ उद्धृत गर्दै ताम्लीले बताएका हुन्। जनस्तरमा रहेका भ्रम हटाउन जनताको घर दैलोमै पुग्न उनले निर्देशन नै दिएका हुन्। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले प्रश्न गर्दा भाद्र 23 गते राज्यको गोलीबाट मारिए जस्तो अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन्। बुधबार जनकपुर धाममा आयोजित काङ्ग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउनु जानु नपर्ने धारणा राखे। उनले भने, हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा प्रश्न र आलोचना गर्न राम्रोसँग पाउँछ। अब प्रश्न गर्दा कुनै युवकले भदौ 23 मा राज्यको गोलीबाट मारिएको जस्तो मर्नु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। कसैले सिंहदरबार जलाउन जानु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो। त्यस्तो नेपाल बनाउँछौँ। उनले आगामी दिनमा प्रधानमन्त्री कुनै पनि भ्रष्टाचार काण्डमा नमोचिने वातावरण बनाउने दाबी गरे। एउटा युवकले लाइसेन्स लिन जाँदा घुस दिनुपर्ने, कोही कसैले झुटा मुद्दाको शिकार हुनुपर्ने र हातमा फाइल बोकेर काठमाडौँ धाउनुपर्ने जस्ता समस्याको अन्त गर्ने प्रतिज्ञा व्यक्त गरे। कानुन ठुलोको लागि होइन, त्यो अध्याय अब समाप्त भयो। उनले सहकारीका ठगहरूलाई तह लगाउने मात्रै नभई मिटर ब्याज र लघु वित्तका ठगहरूलाई तह लगाउने र मधेसमा वैकल्पिक वित्तीय संरचना निर्माण गर्ने बताए। धनगढीमा बालेनले भने, हामी भोट होइन, काम माग्न आएका हौं। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका वरिष्ठ नेता तथा आगामी निर्वाचनका लागि प्रधानमन्त्रीका उम्मेद्वार बालेन शाहले सुदूरपश्चिमलाई अब सुदूर मात्र नभई सुनजिक पश्चिम बनाउने उद्घोष गरेका छन्। चुनावी अभियानका क्रममा धनगढी सभामा उनले यस्तो बताएका हुन्। नेता शाहले राजसभाको मुख्य एजेन्डा विपन्न र गरिब जनताको पहुँचमा गुणस्तरीय शिक्षा र स्वास्थ्य पुर्याउनु रहेको बताए। खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा र स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो नै हाम्रो मुख्य एजेन्डा हो। सुदूरपश्चिमको मौलिक भाषा र संस्कृतिलाई सम्मान गर्दै उनले आफ्नो सम्बोधनमा यस क्षेत्रको गीत सङ्गीत र कलालाई राष्ट्रिय मूलधारमा जोड्नुपर्नेमा जोड दिएका थिए। उनले विकास निर्माणमा हुने ढिलासुस्तीको कडा आलोचना गर्दै 20 वर्षमा पनि नसकिने आयोजनाहरू 1.5 वर्षभित्रै सम्पन्न गरिनुपर्ने धारणा राखे। बाटो बनाउन कसैको भोट चाहिन्छ भन्ने छैन, राजसभा सरकारमा गए सबै नेपाली हिँड्ने बाटो बनाउँछ, उनले थपे। नेपाललाई स्विजरल्यान्ड बनाउने
पुराना नेताहरूको आश्वासनलाई टिप्पणी गर्दै बालनले सुदूरपश्चिमी स्विजरल्यान्ड भन्दा सुन्दर पर्यटकीय स्थलहरू रहेको स्मरण गराए। हामीसँग बढी मालिका, रामारोसन र खप्तर जस्ता अनमोल सम्पत्ति छन्। हामीले त मात्र यसको सही प्रचार र विकास गर्न नसकेका हौँ, उनको तर्क थियो। उनले आफूहरू परम्परागत शैलीमा भोट माग्न नभई जनताको कामको सूची माग्न आएको बताए। उनले भने तपाईहरूले भोट नदिएर पनि राष्ट्रपाले सुदूरपश्चिम बनाउँछ। हामीलाई कामको लिस्ट दिनुहोस्, हामी काम गरेर देखाउँछौँ। भोजपुरमा 26 जना सवार नेपाली सेनाको बस दुर्घटना भएको छ। घटनामा 24 जना घाइते भएका छन् भने 9 को अवस्था गम्भीर रहेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।